दिदी म चाहिँ डाक्टर पुनम हो हैन हजुरहरुको प्रब्लम एकजना हाम्रो दाइले मिडियाको थ्रुबाट चाहिँ फेसबुकमा लेख्नु भएछ हैन अनि त्यसपछि उहाँले हामीहरुलाई यहाँ पठाएको हो हैन तपाईको के समस्या आइछ छुटकरीमा भनिदिनुस् न मेरो बाबुहरुलाई सर भन्नु ठुलो कुरा अब ड्राइभर र औषधि बाध्यता मैले किनेर खुवाउन नसकेर अस्ति नै 2 महिना त थलै पर्यो बल्लो हाट दुईटा बच्चा सेलाकै पर्यो औषधि खुवाउन नसकेर हैन पैसा नभएर अनि पछि मैले अनिखेर साथीभाइहरूलाई पैसा साबटी मागिकन मैले औषधि ल्याएँ दुईजनाको समस्या चाहिँ के छ दुईजनाको भन्नुस् दुईजना समस्या अब डाक्टरले रोग चाहिँ के लागेछ भनेर भन्नुहुन्छ डाक्टरले भन्छ अब छारे रोग भनेर भन्यो हैन पहिला छारे रोग हो यस्तो हो भनेर भने औषधि खुवाउँदै जाँदा बेसी हुन्छ भनेर नि भने कि अनि अब औषधि खुवाउँदै जाँदाखेरि झन् हिँड्नै नसक्ने भयो कि मलाई पनि संशय नै जति हैन बाबुहरू झन् बिमारी भएपछि यो चाहिँ 2 दिन भयो अलि उठ्न सक्यो तिनीहरू आफ्नो खानु पनि सक्दैन आफैले हिँड्नु पनि सक्दैन आफैले पकाएर खुवाउनु पर्छ सकि नसके दिशा पिसाब पनि तपाईले गराइदिनु पर्छ दिशा पिसाब सबै ड्राइभरले हो म आफैले गर्नुपर्ने हो बाबु चाहिँ यता 22 वर्षको उहाँ बाबु चाहिँ 18 वर्षको अरू बच्चाहरू छैन यी दुईटा हो ड्राइभरले काम गर्नुहुन्छ होइन अर्को गाडी चलाउनुहुन्छ यस्तै हो अब सबभन्दा दुःख त मलाई औषधि र ड्राइभर किन्न नसके साह्रै गाह्रो भएको म रुई कराई गरेर मैले मिडियामा फोन गरेर अनि आएर मेरो भिडियो गरिदिनु भएको थियो त्यति भयो मलाई एकजना बाहिरबाट दाइको नाम त के हो मलाई थाहा भएन उहाँ दाइले मलाई 2 सेट दिनु भएको थियो यहाँ आइदिनु थियो हालिदिँदाखेरि 21,712 रुपियाँ आएको थियो अनि मैले त्यही पैसा ल्याएर लकडाउनमा ल्याएर चलाएँ होइन चलाउँदै पैसा सिद्धियो मसित फेरि अनि बाबुहरूलाई औषधि किनेर ड्राइभर किन्ने पैसा नभएर मैले बाध्यताले अनि फेरि मैले मिडियामा शिशिर भण्डारी भाइलाई मैले कल गरेर उहाँ आउनुभयो होइन उहाँ आएपछि अनि त्यहाँबाट उहाँले भिडियो बनाइदिएर हालिदिनु भयो मलाई बाहिरबाट धेरै साथीभाइहरूले सहयोग गर्नुभयो होइन सहयोग गर्यो मैले मेरो अर्काको ऋण मैले यसरी तिरिसकेँ अब मेरो बाबुहरूलाई मात्रै औषधि र ड्राइभर यदि मैले विषय भन्यो औषधि चाहिँ महिनापछि कति पैसा लाग्दैछ महिनामा मेरो बाबुहरूको औषधि 6,000 को त औषधि मात्रै ल्याउँछु ड्राइभर दुईजनालाई अब कति ड्राइभर त कति 8,000 त ड्राइभरै जान्छ मेरो बाबुहरूलाई होइन 6,000 औषधि ड्राइभर 8,000 जान्छ यिनीहरूलाई दिनमै फेरिरहनु पर्छ नफेर त यस्तो सबै घाउ भएको छ यस्तोमा होइन बाबु यता हेर अब म भन्छु होइन टासीले these 2 boys are having a problem of cerebral palsy, that is they are having the severe mental retardation, and they are mother is saying they are having much problem due to they are suffering from this financial problem because her husband is driver, bus driver, okay, driver. He is doing driving, and it is very difficult to carry out this household things with very little money. And mother is saying it's very difficult to pay the money of this medicine because she has to pay about 6,000 for per month, 6,000 rupees, Nepalese rupees, and she has to buy diaper because they can't do anything. And now I'm giving this money to her, send it by यो पैसा चाहिँ पठाएको हो उहाँ गेसे तासी दोर्जेको थ्रुबाट हैन उहाँ दाइको थ्रुबाट पठाएको यो क्यानाडाबाट पठाएको है क्यानाडाबाट पठाउने दिदीको नाम चाहिँ टाशी याङजोम हो ल टाशी याङजोम उहाँले तपाईलाई $250 पठाउनु भएछ है यहाँ चाहिँ हामीले नेपालीमा 29,500 छ
नमस्कार हजुर उहाँलाई धेरै धेरै धन्यवाद मेरो बाबाले यस्तो छ उहाँले मेरो बाबाको भिडियो हेरेर यति सहयोग गर्नुभयो होइन धेरै धेरै धन्यवाद